Hello guys, namaste namaskar. म हो युगन राई. सो वेलकम टु माई न्यू ब्लगमा. सो गाइस आज चाहिँ हामी बुढाबुढी स्विजरल्यान्ड घुम्न गएको छौँ होइन. सो अहिले चाहिँ स्विजरल्यान्डको चाहिँ रातिको 8 बजेको छ ठ्याक्कै 8:02 भएको छ होइन. सो यहाँ चाहिँ 9:30मा 9 बजी 9:30मा चाहिँ रात पर्छ. यहाँ चाहिँ रात पर्नु लागेको छ ठ्याक्कै घडी हेर्दाखेरि यहाँको लोकल टाइम चाहिँ 8:02 गएको छ होइन. सो आज चाहिँ हामी बुढाबुढी घुम्न आएको निस्केको. हामी चाहिँ अस्ट्रियाबाट चाहिँ स्विजरल्यान्डको बोर्डर आएर अहिले चाहिँ स्विजरल्यान्डमा छौँ. आज हामी बुढाबुढी घुम्न आएको छौँ होइन. तर हामी चाहिँ अस्ट्रियामा बस्छौँ. सो बुढी आज तिमी अस्ट्रियाबाट चाहिँ स्विजरल्यान्ड भिजिटमा आउँदाखेरि चाहिँ कस्तो फिल भइरहेको छ? एकदमै खुसी भएको छु म बुढा, एकदमै खुसी. म तपाईँले गर्दा यहाँसम्म पुगेको छु. तपाईँलाई धेरै धेरै धन्यवाद. धेरै धेरै खुसी लागेको छ. अनि म के भन्न चाहन्छु भने अब हाम्रो जस्ट भगवान्लाई पनि खुसी धन्यवाद भन्न चाहन्छु, किनकि गडले पनि हामीलाई साथ दिनुभएको छ. अनि त्यही भएर बुढाबुढी यहाँसम्म आइपुगेको छौँ. अनि तपाईँलाई पनि धेरै धेरै धन्यवाद. थ्याङ्क यू सो मच. मेरो बुढी हो नि त होइन, लाइफ पार्टनर हो. म चाहन्छु म जहाँ गए पनि मेरो बुढी साथमा होस् होइन. दुःख सुख जे जस्तो भए पनि मेरो पनि मलाई पनि तपाईँले साथ दिइरहनु भएको छ. मेरो लाइफमा आउनु भएको छ होइन. सँगै जिउने सँगै मर्ने कसम खाएर मसँग आउनु भएको छ. मलाई पनि धेरै खुसी लाग्छ बुढी. सो थ्याङ्क यू भेरी मच. आई लभ यु सो मच है बुढी. आई ट्रस्ट. तपाईँलाई मेरो धेरै धेरै धन्यवाद छ. तपाईँले यहाँसम्म ल्याइपुऱ्याउनु भयो, नत्र म त घुम्न नि पाउँदैन थियो होला यस्तो त्यो ठाउँमा. मसँग आउनु ठुलो कुरो होइन. सो हामीलाई पनि बुढाले भनेको बुढीले मान्नु र फेरि बुढीले भनेको बुढीलाई मान्नु अनि एउटै उसमा जानु सल्लाह मिल्नु पनि सबैभन्दा ठुलो कुरा हो होइन. सो अरू चाहिँ कतिपय मान्छेको जुरेहरू चाहिँ म देख्छु होइन. अब बुढा भिजिटमा गयो भने बुढाले बुढीलाई जाउँ तिमी पनि हिँड भन्यो भने अब बुढीहरूले अब नेपालमै बस्नुपर्छ के गर्नुपर्छ म जान्न भन्ने हुन्छ होइन. तर मलाई चाहिँ यस्तो लाग्छ कि म जहाँ जान्छु मेरो बुढी पनि त्यही जाओस् भन्ने लाग्छ होइन. तैपनि म बुढीलाई भन्दाखेरि तिमी पनि जाने हो हिँड भन्दाखेरि पनि हस् एकपल्ट घुम्नु जान्छु नि त, हिँड्छु नि त म पनि, अर्को देश हेर्छु नि त भने मलाई जे भने त्यही चाहिँ मानेको मलाई खुसी लाग्छ क्या. सो तिमी मैले जे भन्छौ त्यही मानेको छौ, त्यही भएर पनि हामी जहाँ जाँदा पनि सँगै छौँ. सो आई लभ यु सो मच. लभ यु टु. मैले मात्र होइन नि, तपाईँले पनि मान्नुहुन्छ. हाम्रो जस सरसल्लाह चाहिँ मिल्छ. जे भए पनि तपाईँले पनि यो गरौँ न भन्दा नाइ भन्नुहुन्न. जस बुढा यो गरौँ न. सो गाइस हामी चाहिँ स्विजरल्यान्डतिर छौँ. हाम्रो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला अनि लाइक कमेन्ट प्रतिक्रिया जनाइदिनु होला है. सो हामी चाहिँ भिडियो बनाइरहेको छौँ होइन. नयाँ नयाँ ठाउँ घुमिरहेको छौँ, नयाँ नयाँ भिडियो आइरहेको छौँ. यो अहिले चाहिँ समर सिजन हो होइन. यहाँको इन्भाइरोमेन्टहरू चाहिँ कस्तो राम्रो है, कस्तो क्लिन इन्भाइरोमेन्ट छ. हरियाली जङ्गल होइन. एकदम ब्युटिफुल प्लेस, ब्युटिफुल इन्भाइरोमेन्ट, सो क्लियर वेदर होइन. सो चराचुरुङ्गीको आवाज त्यस्तै आइरहेको छ एकदम. जहाँ गए पनि एकदम सेफ्टी होइन. इभन मैले बाटोमा वालेटहरू मोबाइलहरू खसे पनि कसैले टिपेर लाने छैन. यहाँ यस्तो इमान्दार छन् क्या यहाँको मान्छेहरू पनि होइन. यहाँको एकदम हरेक कुरा चाहिँ राम्रो छ क्या. त्यही भएर चाहिँ मान्छेहरूको डेभलप हुनु भनेको चाहिँ सबैभन्दा मान्छे चाहिँ अनेस्टली इमान्दार हुनुपर्ने रहेछ क्या. जब मान्छे इमान्दार हुँदैन, जब देश डेभलप हुँदैन, विकास हुँदैन होइन. अब पहिला मान्छे चाहिँ व्यक्ति इमान्दार हुनु पऱ्यो. व्यक्ति इमान्दार भयो भने समाज इमान्दार हुन्छ होइन. समाज इमान्दार भयो भने टोल इमान्दार हुन्छ. टोल इमान्दार भयो भने एउटा गाउँै इमान्दार हुन्छ. एउटा गाउँ इमान्दार भयो भने फेरि जिल्ला इमान्दार हुन्छ. जिल्लाको मान्छे इमान्दार भयो भने देश नेपाल इमान्दार हुन्छ. नेपाल इमान्दार भयो भने भ्रष्टाचार हुँदैन, विकास हुन्छ. विकास भएपछि एकदम डेभलप हुन्छ होइन. एभ्रिथिङ फिट एन्ड फाइन हुन्छ. त्यसपछि राष्ट्र धनी हुन्छ. तर हाम्रो नेपालमा चाहिँ त्यस्तो छैन. हामीलाई चाहिँ लुट्नु पाए हुन्थ्यो, भ्रष्टाचार गर्नु पाए हुन्थ्यो होइन. मैले मात्र कमाउनु पाए हुन्थ्यो भन्ने सिचुएसन छ. वातावरण त्यही छ क्या. अनि मान्छेले पनि जहाँ गए पनि कमिसन
कमिसन भ्रष्टाचार लुट्ने खाने मात्रै गर्छ सो गाइस म चाहिँ त्यस्तो लाग्छ है सो गाइस त्यो चाहिँ मलाई नि सही लाग्यो किनभने अब हाम्रो नेपालमै हेरौँ न त अब नेपालमा त एकजना मात्र भयो त्यस्तो भए पो सबै त्यस्तै छन् कि अब सबै यस्तै गर्नुपर्ने रहेछ यस्तै गर्नुपर्ने भ्रष्टाचार नै गर्नुपर्ने रहेछ अब लुट्नै पर्ने रहेछ भन्ने नै उनीहरूले शिक्षा पाएको छन् कि अब सबै सानैदेखि त्यस्तै शिक्षा पाएर पनि होला नेपाल त्यस्तो छ खासै डेभलप पनि छैन कस्तो नेपाल छ यहाँ आइसकेपछि तपाईँले के नेपाल फर्किन मन लाग्छ कि छैन अब म नेपालमै जन्मेको नेपालमै हुर्केको नेपालमै पढेको होइन अब पहिले अहिलेको मान्छे त जति वर्ष पढ्छ विदेश जान्छु भन्छ होइन म अब यसो हेर्दाखेरि त नेपाल पनि के जानु जस्तो लाग्छ बुढी मलाई त यतै बसौँ यतै के गरौँ मर्नु मात्र नेपाल जाउँ जस्तो लाग्छ अहिले त मर्नलाई चाहिँ फेरि आफ्नै देश जानुपर्ने अहिलेको नेपाल गयो भने सिचुएसन ठिक छैन नि त लुट्ने खालि भ्रष्टाचार गर्ने होइन त्यस्तो मात्रै छन् गभर्मेन्टहरू व्यक्ति हेऱ्यो कमाउनु पायो भने लुट्नु पायो भने मैले मात्र कमायो हुने भन्ने उनी छैन क्या नेपालमा अब सेफ्टी नै छैन क्या जस्तो लाग्छ क्या पनि हो